हेलो साथी, म आज कोचिङ पढ्न गएको थिएँ। त्यो कोचिङ पढिसकेपछि म यता आउँदो क्रममा यहाँ नजिक यो गुरुङ समुदायको सबैभन्दा ठुलो महान चाडपर्व यो तमु ल्होसार छ नि, त्यसको बारेमा केही म जानकारी दिन गइरहेको छु। धेरै राम्रो यहाँ कला संस्कृतिहरू छ। यो कति राम्रो छ, कला संस्कृतिहरू धेरै राम्रो छ। यो गुरुङ जातिको सबैभन्दा नेपालको संस्कृतिलाई यिनीहरूले नै बाँच्न लगाएको छ। यो हाम्रो नेपालको धार्मिकहरूलाई धेरै महत्त्व दिन्छ। र जाँड रक्सीहरू जस्ता यो भनेको खाना पिने र आफ्नो समुदाय संस्कृतिलाई बचाउने यो पर्व हो। यो कति राम्रो यो छ, कति राम्रो यो धेरै आकर्षक हो यसबाट। त्यसबाट घुम्न आएको छु। यिनीहरूको एउटा मेला हुन्छ नि, जो हाम्रोतिर मेला भन्छ, यिनीहरूको मेला जस्तो ठाउँ हो। अनेक प्रकारको परम्परागत खाने प्रकारहरू यहाँ भेटिन्छ। म हिन्दीमा पनि कुरा गर्न सक्छु, तर म अहिले नेपालमा छु। नेपालमा पनि कुरा गरेको छु र हिन्दीमा पनि गर्न सक्छु। देखिए यहाँ पर बहुत नेपाल सांस्कृतिक समुदायको चाडपर्व महान चाडपर्व हुन्छ। धेरै राम्रो हरेक कुरा यहाँ भेटिन्छ। कपडा लत्ता हरेक मान्छे मेला जस्तो धेरै राम्रो कुराहरू छ। एकदमै त्यहाँ खाना प्रकार एकदमै त्यो सफा खानाहरू यहाँ भेटिन्छ। धेरै राम्रा कुराहरू भेटिन्छ। हरेक कुरा त्यो खाने मासु चना हरेक कुरा यहाँ भेटिन्छ। धेरै राम्रो यहाँ कन्सर्ट भइरहेको छ। यो कन्सर्टको स्टेज हो, म हेर आइरहेको छु। कन्सर्टको स्टेज हो, यहाँबाट एनाउन्सिङ हुन्छ। यहाँबाट समुदायहरूको पहिचान गुरुङ जातिको धेरै परम्परागत प्रचलित पर्वमध्ये एक पर्व हो। यहाँ अनेक प्रकारको खानेकुराहरू परम्परागत शैलीमा भेटिन्छ। धेरै राम्रो भेटिन्छ। एकदमै परम्परागत रूपमा जाँड रक्सीहरू त्यो आफ्नो घर समुदायमा बनाएको हुन्छ नि, त्यो जाँड रक्सीहरू यहाँ भेटिन्छ। एकदम त्यो खाने प्रकारको सेलहरू भेटिन्छ। एकदम विदेशी पर्यटकको लागि पनि यहाँ विदेशी पर्यटक पनि आउने गर्छ। आकर्षक हो। खाने कुराहरू यहाँ भेटिन्छ। हाम्रो प्राविधिक साथीहरूलाई यो ल्होसारलाई बनाउनका लागि यो चाडपर्वको बारेमा केही विशेषता भनिदिनु नि। यो चाडपर्वमा केही विशेषता ल ठीक छ, छाडिदिनु। हाम्रो प्राविधिक साथीहरूलाई सबै कुराहरू यो चाडपर्वको बारेमा केही विशेषताहरू भनिदिनु नि, के कति सुवास भएको हो। हजुर यता सोध्नुहोस् इन्टरभ्यूको लागि। ल छैन भने ठिक छ। एकदमै राम्रो यहाँ कुरा खाना पाउन भेट्छ।
ल साथीहरू यो अहिले 10 बजेको छ। यो साँझ बेलुका यहाँ मेलाहरू लाग्ने गर्छ। पठाइदिनु होला र म यहाँलाई फेरि पनि आग्रह गर्छु म यो बा त्यो चाडपर्वसँग सम्बन्धित मान्छेलाई म कुरा गराउन चाहन्छु। त्यसपछि म तपाईँहरूलाई त्यो चाडपर्वको विशेषता बताइदिन्छु। हटाइदिनु होला। बाल महोत्सव 79 22 को भन्ने